सोचे जस्तो केही भएन के सोचेर आएका थियौँ होइन त्यो सबै 1% नि भएन भने त्यस्तो त। स्वागत छ गाइस फेरि पनि तपाईलाई हाम्रो नयाँ ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै ठिक छु। अनि आजको ब्लगमा चाहिँ हामी जानेवाला छौँ यो ठाउँमा। यहाँ चाहिँ एकदमै नेचुरल राम्रो हुन्छ नि, स्विमिङ पुलहरू पनि रहेको छ, पुरै पिसफुल इन्भाइरोमेन्ट छ अनि पुरै हरियाली छ। ठाउँ हेर्ने भने यति राम्रो छ कि त्यही भएर हामी जाँदैछौँ। जति राम्रो ठाउँ छ त्यति पुग्न पनि गाह्रो छ है। अब हामी चाहिँ रेडी हुन्छौँ अनि हामीले निस्किनु पर्ने हुन्छ। अहिले चाहिँ हामीले लग्नुपर्ने सामानहरू हाम्रो रेडी भइसकेको छ अनि उता गयो भने भोक लाग्छ त्यही भएर हल्का खाजा पनि रेडी भइसकेको छ। अरू त्यही हो, एउटा साथी आउँदैछ उसको लागि चाहिँ अहिले हल्का वेट गरिरहेछौँ होइन। अब एकछिनमा पुग्छ होला, फेरि हामी निस्किनु पर्ने हुन्छ। अब चाहिँ हामी जाँदैछौँ, हल्का लेट पनि भइरहेछ होइन। उता केटाहरू सबै उता माथि वेट गरिरहेछ हामीलाई, हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ केटाहरूसित भेट भइसकेको छ, हामी निस्किसकेका छौँ। अहिले चाहिँ हामी हुन्छ नि घरदेखि हिँडेर आधा घन्टा माथि हिँडेर माथि हुन्छ नि चौतारोमा बसिरहेका छौँ। केटाहरू 2-3 जना अगाडि छ, 4-5 जना हामी यता छौँ। यताको भ्यूहरू पनि यस्तो छ गाइज होइन। यता छ हाम्रो घर चाहिँ तलतिर हो, यता यस्तो देखिन्छ। यतादेखि उताको भ्यूहरू पनि यस्तो छ, यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। त्यही हो, अब हामी करिब 1 घन्टा हिँड्यो भने चाहिँ हाम्रो मेन डेस्टिनेसनमा हामी पुग्नेछौँ। तपाईहरूलाई हामी देखाउँदै जानेछौँ, तपाईँहरू हेर्दै गर्नुहोस्। जाँदैछौँ हामी गाइस होइन। यता तेरो काला चस्मा, तेरो काला काला चस्मा, काला काला चस्मा। तर चस्मा पनि छ झोलामा छ होइन। एकछिनमा म चस्मा लगाएर ह्यान्डसम हुन्छु। अहिले चाहिँ घाम लागिरहेछ, फेरि हुन्छ नि घामले जलेर खरानी जस्तो हुन्छ, त्यही भएर हामी छिटो छिटो कुदिरहेछौँ गाइस। जाँदैछौँ हामी। यता बाटो पनि खतरनाक छ होइन। त्यही हो, यता बाटो लड्यो भने चाहिँ फेरि हुन्छ नि सिधै उता पुगिन्छ नि फेरि। यताको बाटो चाहिँ यस्तो छ होइन, गाह्रो छ गाह्रो छ। अहिले चाहिँ करिब चाहिँ 9:30 भइसकेको छ। हाम्रो चाहिँ उता पुग्ने प्लान भनेको 9 बजे थियो। 9:30 बजेसम्म चाहिँ हामी यता छौँ भने चाहिँ अब 45 मिनटमा पुगिन्छ होला। यता यस्तो छ यार, भिडहरू यस्तो छ हेर्नु त। पानी खाने भाडो, हरियाली छ पुरै होइन। उता केटाहरू छ, अहिले चाहिँ सबै केटाहरू भेटिसकेको छ होइन। भेटिएको उपलक्ष्यमा चाहिँ हामी एउटा यस्तो डान्स हान्दैछौँ। तपाईँले यस्तो डान्स कतै नदेख्नु भयो होला होइन। ल हेर्नुहोस् तपाईँहरू। त्यही गर्दा चाहिँ हाम्रो भाइहरूले मेरो लागि हुन्छ नि बस्नलाई स्पेसल ठाउँ दिएको रहेछ होइन, बनाइदिएको रहेछ। म चाहिँ आसन ग्रहण गर्न चाहन्छु गाइस। त्यही हो, यो क्यामेरा समात त भाइ। यस्तो सुत्यो भने नि हुन्छ, यस्तो पल्ट्यो भने नि हुन्छ। त्यही हो, ल केटाहरू होइन एकचोटि हल्ला गरिदिउ त। यताको बाटो यस्तो छैन, यता चाहिँ पुरै भिड छ। बाटोभरि भिरै भिड भने के हो भने यार। अनि यता चाहिँ यस्तो जङ्गलहरू छ, मस्त यस्तो हरियाली छ। उता चाहिँ नदी छ क्या, नदी छ तल, तारै नदी बगिरहेछ। उता घरहरू जस्तो देखिन्छ, घरहरू के हो। बाटो चाहिँ यस्तो छ होइन, यस्तो छ अनि गाह्रो छ होइन। यता यता भाइहरू छ, बिस्तारै बिस्तारै यतादेखि लड्यो भने त फेरि हुन्छ नि सक्यो सक्यो। हेन्सी छ। हेलो
चाहिँ हामी पुग्नतिर लाग्यो होइन। केटाहरू सबै पछाडि छ, म चाहिँ प्रो हो नि त। फेरि यता जस्तो भिड हो मलाई फरक पर्दैन, म तल हुन्छ नि हल्का वेट गर्छु केटाहरूलाई। पुरै जङ्गल छ भने कतै बाघ त आउँदैन, यता बाघ भालु आयो भने त फेरि बाघ भालु त चाहिँ हो सर्पहरू आउँछ होला यता। आइया खोलामा चाहिँ हल्का हुन्छ नि धमिलो पानी रहेछ के, राम्रो होला भनेर अर्कै सोचेर आएको, तर यताको अवस्था चाहिँ यस्तो रहेछ के हल्का दुःख लाग्यो होइन। अब उतादेखि यतासम्म आइपुग्यौँ भनेपछि हल्का हामीले रमाइलो गर्नै पर्छ होइन। त्यही भएर सोचे जस्तो केही भएन के सोचेर आएका थियौँ होइन, त्यो सबै 1% नि भएन भने त्यस्तो त। त्यो अब के गरौँ, अब घरतिर लाग्नुपर्ने हुन्छ। चाहिँ हामी घरतिर हिँडिसकेका छौँ होइन। हल्का हुन्छ नि सफा पानीले हल्का नुहाए, हल्का त्यो चाहिँ धेरै फोहोर थियो त्यो हो, अहिले चाहिँ हल्का गोरो देखिरहेको त्यही भएर, नत्र उता पुरै धमिलो पानीले चाहिँ हल्का काले देखिरहेको। अहिले चस्मा पनि लगेको थियो होइन, चस्मा लगाउने इन्भाइरोमेन्टै भएन भने त्यही हो। इनर्जी अहिले लो छ अहिले होइन। केटाहरू भागिसके, म एक्लै छु, म हिँड्न सकिरहेको छैन। अब चाहिँ भ्लग चाहिँ फेरि भोलि पर्सि आइरहने छ। तपाईँहरू माया गर्दै गर्नुहोस्। हजुर धन्यवाद।